ल आज मैले पियानो कसरी बजाउने भनेर सामान्य जानकारी दिँदैछु। पहिला पनि हार्मोनियमको क्लासमा भने जस्तै मैले हार्मोनियमको क्लास सुरु गर्ने बेलामा पनि त्यतिखेरै औँलाको पोजिसनिङ, फिङ्गरको पोजिसनिङ राख्ने कसरी भनेर देखाएको थिएँ हैन। यस्तो गरेर यस्तो ट्याक्क यसैलाई यहाँ राखौँ। अहिले चाहिँ वाइड एङ्गल क्यामेरा प्रयोग गरेको छु मैले, दुईटै हातमा देख्न मिल्छ। मेरो हातको पोजिसनिङ चाहिँ अझ देब्रे हातको त्यति राम्रो छैन हैन। अब दाहिने हात यही भइहाल्यो। अनि CDEFG अनि यो औँलालाई यहाँ लाने। देब्रे हात पनि त्यही हो है, ठ्याक्कै। प्र्याक्टिस गर्दा सुरुमा यो 5 वटा मात्रै कीहरू गरेर देख्नु भएको छ कसरी सिङ्क्रोनाइज भएको हातहरू, दुईटा औँलाहरू। यो बुढी औँला र कान्छी औँला सँगसँगै, यो कान्छी औँला यो बुढी औँला, अनि त्यसपछि यो औँला दुईटा औँलाहरू। अनि हेर्नु है, यसरी औँला फाट्नु भएन, मैले अहिले देखाउनु मात्रै खोजेको औँलाहरू। अनि त्यस्तै गरेर अनि फेरि सँगसँगै यो प्र्याक्टिस गर्ने। देख्नुभएको छ। अब यसलाई सँगसँगै सिङ्क्रोनाइज गराउने दुईटा हातहरूलाई। यो गरिसकेपछि अनि यस्तो यो औँलाहरूलाई फराकिलो बनाउन, खट्याउनलाई सहयोग गर्नेलाई यो एउटा अपटेकको सी र अर्को अपटेकको सीसँग सबै यो गरेको चाहिँ औँलाको प्र्याक्टिसको लागि, औँलाको एक्सर्साइजको लागि है। यो दुःख गर्दा यो सबै नाडीहरू पुरै दुख्छ यहाँसम्म, यहाँसम्म दुख्छ, तथापि मैले गराउन लगाएँ यहाँ। अनि त्यसपछि हामी जान्छौँ अनि औँलालाई मुभमेन्ट दिनलाई। यो कसरी गर्ने भन्ने कुरा मैले हार्मोनियमको लेसन 1 र लेसन 2 मा देखाइसकेको छु है, त्यहाँ हेर्न सक्नुहुन्छ। हार्मोनियमको लेसनमा मैले देब्रे हातको चाहिँ देखाएको थिइनँ। अब हेर्नुहोस् यहाँ, यसको नि प्रोसेस त्यही हो, 3टा की। हेर्नु है त, यो औँलालाई मैले यहाँ सार्छु, यो बुढी औँला भयो, चोर औँलालाई माझी औँलालाई यसरी ल्यायो। यो गरिसकेपछि तपाईँहरूले दुईटै औँलाकोबाट चाहिँ स्केल मजाले चलाउनु, दुईटै हातले।
अझ अनि त्यसपछि गरिसकेपछि नेपालका पूर्वीय शास्त्रीय सङ्गीतमा हुने ठाटहरू हुन्छन्, रागहरू हुन्छन् होइन, त्यो रागहरूलाई पनि बजाउन सकिन्छ। राग बसन्त बहार होइन, तपाईँहरूलाई कतिलाई नाम थाहा छ रागहरूको भन्नुहोस्। हाम्रो यो छ नि मालश्री धुन कुन रागमा छ तपाईँहरूलाई थाहा छ? ल कमेन्ट गर्नु है त। यो क्या यस्तो धुनहरू बजाउनलाई स्किल जान्नै पर्छ है। त्यो जान्नको लागि तपाईँहरूले पहिला हातलाई यस्तोसँग फ्री गराउनुपर्छ। त्यसपछि त कानले सुन्ने, कानले बजाउने हो। यो पहिला सुरको ज्ञान भइसकेपछि त्यसपछि बाँसुरी पनि बजाउन सकिन्छ, गिटार पनि बजाउन सकिन्छ। सुर बाजाहरू सबै बजाउन सहज हुन्छ त्यसले। जस्तो कि मैले यही किबोर्डको लेसनले गर्दाखेरि सिकेर सुरको ज्ञान भएर बाँसुरी यसरी बजाउँछु अहिले अलिअलि। यसरी खैर जे भयो नि बाजा सुर बाजा बजाउन एकदम सजिलो हुन्छ यसले। ल यो प्र्याक्टिस गर्नु होला। अहिले चाहिँ स्कुलमा पढ्ने नानी बाबुहरू धेरैले चाहिँ मलाई यो पियानो क्लास गराइदिनुहोस् भनेर आग्रह गरेको हुँदा मैले अब यो अनलाइनबाटै तपाईँहरूलाई फी नलिने तरिकाले मैले त मन्थली एससी दिइसकेपछि 60 सालको 61 सालको कुरा मन्थली 7,500 रुपियाँ तिर्थेँ। एकजना टिचर हुनुहुन्थ्यो। अब अहिले कति पुग्यो थाहा छैन। नोटेसन पछि म नोटेसनहरू पनि दिन्छु यसको। यो हार बसाल्नुहोस् अनि म नोटेसनहरू पनि बेसिक नोटेसनहरू पनि दिन्छु है त। रिलेटेड कर्ड्सहरू एउटा गीत पनि बजाइदिउँ त्यही बेलामा है त। रिदम गेस गर्नु है त।
यसरी कर्डमा ट्याक्क मेलोडी बजाउने होइन। अब खास अब मेलोडी पनि होइन, यो बजाउँदा कर्डै बजाउने हो, यो पिसेसहरू बजाउने हो, त्यही पनि मैले देखाएको कसरी गर्ने भनेको है त। आजको लेसन यति नै। तपाईँहरूले प्र्याक्टिस गरिसकेपछि म फेरि दोस्रो लेभलमा जान्छु।